सन्त निरङ्कारी मिसनको वार्षिक पर्व अन्तर्गत मानव एकता दिवस को सन्दर्भमा हरेक वर्ष चाहिँ यो वर्ष पनि सन्त निरङ्कारी मण्डल नेपाल सत्सङ्ग भवन महेन्द्रनगर कञ्चनपुर शाखाद्वारा रक्तदान शिविरको आयोजना गरिएको छ। यो रक्तदान शिविर हरेक वर्ष हामीले 1980 देखि निरङ्कारी मिसनले लगातार मनाउँदै आएको हो। खास गरी बाबा गुरुबचन सिंहजीको यादमा र जति पनि यो मिसनको लागि यो मण्डलको लागि योगदान दिनुहुने अनि शहादत प्राप्त गर्नुहुने उहाँहरू सबैको यादमा रगत नालीमा होइन नाडीमा बहाउँ भन्ने मूल नाराका साथ यो मिसनले रक्तदान शिविरको आयोजना गरेर देशैभरि र खास गरी विश्वभरि नै यो रक्तदान शिविरको आयोजना गरिरहेको छ। हाम्रो देश नेपालमा पनि झन्डै 45 वटा शाखामा आजकै दिनमा ब्लड डोनेसन कार्यक्रम रक्तदान शिविरको आयोजना गरिएका छन्, जसमा 1000 देखि 1500 पिन्टसम्म ब्लड डोनेसन हुन्छ आजकै दिनमा। र विश्वकै कुरा गर्दाखेरि 1 लाखदेखि लगभग 2 लाख पोइन्टसम्म विश्वभरि नै आजको दिनमा रक्तदान निरङ्कारी मिसनका अनुयायीहरू, स्वयंसेवकहरू, सेवादल भाइ बहिनीहरूले ब्लड डोनेसन गर्छन्। र यो खास गरी मानव बीचमा एउटा विश्व बन्धुत्व भाइचारा कायम गर्नुको लागि मानव एउटै ईश्वरका सन्तान हुन्, सबै भाइ भाइ हुन्। सबैलाई हामीले यो रगत, अमूल्य रगतदान, जीवनदान, एउटा रगत नपाएर तडपिरहेका प्राणीलाई रगत दिएर नयाँ जीवन दिने उद्देश्यका साथ यो मिसनले यो कार्यक्रम आयोजना गरिएको हो। र आज पनि हाम्रो यो कार्यक्रमको उद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालज्यूद्वारा उद्घाटन गरियो। नेपाल रेड क्रस सोसाइटीका रक्त सञ्चार केन्द्रका प्रमुख ज्यूलाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरियो। र यो कार्यक्रममा जिल्लाका प्रहरी उपरीक्षक, एसपी, त्यस्तै वरिष्ठ समाजसेवी लीलादोत बस्नेत, वरिष्ठ पत्रकार चित्राङ थापा लगायतका मिसनका पदाधिकारीहरू, सदस्यहरू र सयौं स्वयंसेवक भाइ बहिनीहरूको सहभागितामा यो कार्यक्रम सम्पन्न हुँदैछ। खास गरी आजको लक्ष्य हामीले 50 पिन्ट जति रक्तदान गर्ने हामीले अपेक्षा राखेका छौँ र त्यति भाइ बहिनीहरूले नाम लेखाएका छन्। अब यसमा कतिजनालाई अब स्वास्थ्यको हिसाबले बीपी हाई, कसैको लो हुन्छ, कतिजनाले दिन्छन्, यो हाम्रो जारी रहन्छ। हस्, धन्यवाद।